सम्पूर्णमा म अहिले बाँसबारी गङ्गालाल हस्पिटलसँगैबाट भित्रपट्टि 250 मिटर भित्र आइसकेपछि यो ओह्रालो बाटो छ। यता बाँसबारी पिपल बोर्डतिर आउने बाटोमा यो ओह्रालो बाटोबाट यता आइसकेर हाम्रो यो 5 आना क्षेत्रफलको पश्चिम मोडा भएको जग्गा बिक्रीमा। बाँसबारी मेन हाइवेबाट 300 मिटर दूरी पर्छ। गङ्गालाल हस्पिटलको गेटबाट हाम्रो यो जग्गा पश्चिम मोडा 20 फुटे बाटोबाट 1 किता मात्रै यता घर बस्ती भएको ठाउँ। गङ्गालाल हस्पिटलतिर आउँदाखेरि चाहिँ अलिकति डाउन ओह्रालो लाग्नुपर्छ। जग्गा चाहिँ सम्म छ, बस्ती भएको ठाउँ पश्चिम मोडा। घर बस्ती भएको ठाउँ। बाटो 13 फुटे, ढल पानी बत्ती सबै कुराको सुविधा पुगेको ठाउँ। उही गङ्गालाल हस्पिटलतिर आउँदाखेरि चाहिँ अलि ओह्रालो पर्छ, त्यो पनि ढलान पिच बाटो छ। हाम्रो यो जग्गा सिमाना, यहाँदेखि त्यो बिजुलीको पोल उतापट्टि वाल लगाएको ठाउँ हाम्रो यो घरको बिचको भाग पश्चिम मोडा। बाटो 1 किता अगाडि 20 फिटको बाटो। आउने बाटो हल्का ओह्रालो छ, बस यति हो।